हेलो साथीहरू, यो चाहिँ हामीहरूले आज लोकेसन लिएर आएको छौँ। हामीहरूको यो कुपनडोलको बाटो रहेको छ भने यता चाहिँ पुल्चोकबाट आउने बाटो रहेको छ र यता चाहिँ फास्ट सर्भिस फोटो भन्ने छ, फोटोकपी भन्ने छ। त्यहाँबाट चाहिँ हजुरले यताको साइडको रोड देख्न सक्नुहुन्छ। यो रोडबाट चाहिँ हामीहरू सिधै जानुपर्ने हुन्छ भनेदेखि यो अलिकति अगाडि गइसकेपछि चाहिँ एलआइसीको बोर्ड आउँछ। हेर्नुहोस् है त, हामीहरू योभन्दा अलिकति अगाडि जान्छौँ। हामीहरूको स्कुटर भर्खरै हाँक्न थाल्नु हाम्रो ब्रदरले। अब योबाट अगाडि गइसकेपछि देख्नुहुन्छ एलआइसीको बोर्ड मैले त्यहाँनिर देखाइसकेको छु भने यता साइडमा चाहिँ अब तपाईँहरूले होइन भिडियो स्टप गरेर हेर्न पनि सक्नुहुन्छ। अनि अब तपाईँको यता साइडमा चाहिँ अहिले टोयोटाको एउटा कारको भनौँ न गाडीको सोरुम पनि आउँछ। त्यो सोरुम हजुरले हेर्न सक्नुहुन्छ। त्यही सिधै बाटो, अब त्यही हजुरले भनौँ न त्यही सोरुमको आउँछ। सोरुम आइसकेपछि हजुरले अब देखिसक्नुभयो टोयोटाको होइन। त्यही अगाडि जानुभएपछि अलिकति अगाडि गइसक्नु भएपछि चाहिँ साङ्ग्रिला होटल भनौँ न, साङ्ग्रिला ब्लू होटल भन्ने आउँछ है। हजुरले त्योभन्दा अगाडि गइसक्नु भयो भने चाहिँ अनि अझै जानुपर्ने हुन्छ। जस्तै हामीहरूको चाहिँ अलिकति लामै छ भनौँ न लोकेसन। साङ्ग्रिला ब्लू होटल पनि आइसकेको छ। हामीहरूको चाहिँ खास गरी हाम्रो होटल चाहिँ भनेको चाहिँ नेवारी फुडको लागि चाहिँ एकदम मेनली फोकस्ड हो, जुन चाहिँ हामीहरूको एकदम दामी रहेको छ। जहाँ चाहिँ म गइरहेको छु, म पहिला पनि गइसकेको थिएँ र अहिले पनि म त्यहीँ गइरहेको छु नेवारी फुड खानको लागि भनेर। अब यो हजुरले हेर्न सक्नुहुन्छ बिग मार्ट पनि आइसकेको छौँ हामी। बिग मार्ट आइसक्यो। अब त्योभन्दा अलिकति अगाडि जानुपर्ने हुन्छ, जुनको लागि चाहिँ हामी टर्निङ लिनुपर्ने हुन्छ। त्यो टर्निङ लिइसकेपछि चाहिँ यहाँनिर चाहिँ अलिकति जाम भएको कारणले गर्दाखेरि अलिकति भिडियो रुकाइ गर्नु परिरहेछ होइन। अनि हजुरहरूले साइडमा बोर्डहरू पनि देख्न सक्नुहुन्छ होइन। भिडियो रोकेर हजुरहरूले बोर्ड पनि हेर्न सक्नुहुन्छ। त्यो बोर्ड हेर्दै आउँदै गर्नुभयो भने पनि हुन्छ होइन। त्यसको लागि कुनै ठुलो कुरा भएन। हजुरले अब यहाँबाट राइट टर्न नलिएर लेफ्ट टर्न चाहिँ लिनुपर्ने हुन्छ। जुन राइट टर्न नलिएर लेफ्ट टर्न लिनुपर्ने हुन्छ। हजुरले लेफ्ट टर्न लिनुहोस् र यहाँनिर कुनै एउटा स्कुल आउँछ। त्यो स्कुलबाट चाहिँ हजुरहरूले अझै अगाडि जानुपर्ने हुन्छ, जुन चाहिँ लगभग अझै भनौँ न 2-3 मिनट जति चाहिँ लाग्छ। भन्नाले 1 मिनट जति लाग्छ भनौँ, 2-3 मिनट नभनौँ, 1 मिनट लाग्छ। 1 मिनटबाट यो घुम्ती कटिसकेपछि हजुरहरूले लेफ्ट टर्न नलिएर कि राइट टर्न चाहिँ लिनुभयो भने हुन्छ। जुन चाहिँ हजुरहरूले बोर्ड देखिरहनु भयो होला, यो राइट टर्न लिएर अगाडि बढ्नुपर्ने हुन्छ। यो अगाडि लिइसक्नु भइसकेपछि एउटा यो हवन भन्ने एउटा होटल आउँछ। यो ठ्याक्कै अगाडि छ, हेर्न सक्नुहुन्छ। यही होटल मैले कुरा गरेको। यसैको साइडमा कर्नरमा ठ्याक्कै जोडिएको छ, साइडमा जोडिएको छ, हेर्न सक्नुहुन्छ है त। यो होइन कि यो चाहिँ हो है त, यहाँ लेखेको छ बोर्ड। अनि हामी भित्र पस्नुपर्ने हुन्छ है साथीहरू। अब यही हो साथीहरू होटल है। हामीहरूको यहाँ चाहिँ पार्किङ गाडीहरू सबै पार्किङ हुन्छ है, जति भए पनि। अनि नेवारी आइटमहरू चाहिँ एकदम दामी पाउँछ है साथीहरूलाई। आउनुहोस् है त हजुरहरूलाई।